मैले यो के कुत्ली कोसा खाइरहेको थिएँ यस्तै गर्दै। अनि मलाई एउटा चासो लागेको कुरा के सबै धोएर खानुपर्छ। अनि यो कुत्ली कोसा चाहिँ धोएर खानु नपर्ने रहेछ र। सबै धोएर खानुपर्छ भन्नुहुन्छ के यो चाहिँ। अनि हामी के बच्चा बच्ची हुँदा केरो अनि यो कुत्ली कोसा यत्तिकै धेरै खाँदा पेट दुख्छ भनेर के उसिन्नी मजाले त्यो भाँडोमा टिपेर पानी राख्ने, त्यसपछि उसिनेर खाने के। अनि कटहरको बियाहरू अनि यहाँको एकजनालाई सोधेको के गरेको रे, कुत्ली कोसा खाएको। के हो कुत्ली कोसा रे? कुत्ली कोसा नचिन्ने मान्छेले हुनुहुँदो रहेछ। कुत्ली कोसा भन्ने यो हो क्या हेर्नु। अनि यस्तो हुन्छ क्या पत्ताइ। अनि यस्तरी फल्छ क्या हेर्नु। ए हेर्नु देख्नुभयो कोही रहेछ कुत्ली कोसा भन्ने। सबै कुरा सिक्न पर्छ अरे कि। पहिला पहिला सधैँ घर बसिरहने कथा भन्न मन लाग्यो कि। अनि घर बसिरहँदाखेरि एक दिन निस्केछ अरे। एक दिन बाटोमा फ्याउरो भेटाएछ अरे। अनि अर्को दिन निस्किँदाखेरि कछुवा भेटाएछ अरे। अनि अर्को दिन निस्किँदा अर्को चिज भेटाएछ अरे। अनि भन्दै हिँडेछ अरे फ्याउरो भेटिँदा अर्को दिन फ्याउरो 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 भन्दै हिँडेछ अरे। अनि खरायो आयो के अरे अगाडि। फ्याउरो फ्याउरो भन्दाखेरि ए यो त बोक्लाको रहेछ क्या, खरायोलाई फ्याउरो भन्छन् भनेछन् रे के मान्छेले। त्यसपछि नजानेछ त भन्नु पर्यो। अनि त्यसपछि होइन यसलाई फ्याउरो भन्दैनन् खरायो भन्छन् भन्नुभएछ अरे। त्यसपछि खरायो भन्छन् भनिसकेपछि फेरि अर्को दिन खरायो 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 भन्दै हिँड्नु भएछ अरे। त्यसपछि यस्तै यस्तै भन्दै हिँड्नु भएछ अरे। त्यसपछि जसले यसको रङ होइन भनेर भन्नुहुन्थ्यो नि, हो उहाँले चाहिँ नचिनेको चिज आएछ अरे एउटा। त्यसपछि पहिले हिँडिरहेको मान्छेलाई त अब भनिसक्नुभयो 15-20 चोटिसम्म। अनि त भनिसक्नुभयो। अनि भनिसकेपछि उहाँलाई थाहा भएछ अरे मैले भन्नु खोजेको अर्थ के हो भने भित्र मात्रै बसेर केही रङ होइन भन्नुभन्दा बाहिरतिर निस्किने, जताततै घुम्ने। अनि एउटा कुरालाई त्यो जानिसकेपछि अर्कोमा सुरु गर्ने। अनि जसले मैले जानेछु भन्दै घमण्ड गरौँ नि, उसका कुराहरू सुन्न खोजेन नि, सुन्न चाहेन नि, त्यही मान्छे के भयो हजुरले भनिदिनु त, त्यही मान्छे फेल भयो कि नजानेन। त्यस्तो हुन्छ के। त्यही भएर आफै म पाइ भन्ने होइन, कहिलेकाहीँ आफै म पाइ भन्दा खुट्टामा ठेस लाग्न सक्छ। अनि यही भिडियोमा मलाई एउटा कुरा याद आयो कि मैले एउटा कुरा गर्छु। यहाँ तोरी गोड्दैछु हेर्नु, तोरी गोड्दै हजुरहरूसँग कुरा गर्दै गर्ने हो नि त। अनि खरायो र कछुवा सँगसँगै थिए अरे कि। अनि खरायो चाहिँ अलि घमण्डी रे। अनि दुईटामा यता यति किलोमिटर छ, दुईटामा कसले छिटो त्यहाँ पुगेर आउँछ भनेर भन्नुभयो अरे कि। अनि त्यसपछि आधी बाटो लगभग आधी बाटो जति गएछन् रे। खरायोले उता अझै उइन्छ, कतिखेरसम्म आउने हो, म त छिटो जान्छु। अनि छिटो गइसकेपछि निदाउँछु बाटोमा। अनि त्यो उहाँ नपुग्दै दौड्दै जान्छु र म छिटो पुग्छु भन्नुभएछ अरे कि खरायोले। अनि त्यो भनिसकेपछि
अनि कछुवा बिस्तारै 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 हिँडेर त्यो ठाउँमा छिटो पुग्नु भएछ अरे खरायो भुतुक्कै निदाउनु भएछ अरे अनि त्यसपछि खरायो भुतुक्कै निदाइसकेपछि